सो मेरो हिजोको दिन चाहिँ कसरी गयो भने म चाहिँ बिहानै उठेर पशुपति जान्छु। र पशुपति पुग्छौँ पनि र भित्र मेन मन्दिरमा जाँदाखेरि चाहिँ भिडियो बनाउनु मिल्दैन रहेछ र म भिडियो बनाउँदिनँ। अब बाहिरको भयो नि भिडियो त बनाउनु परिहाल्यो, त्यसैले मैले बाहिरको भयो नि भिडियो बनाउँछु। र भित्र मेन मन्दिरमा चाहिँ धुप बाल्दैन रहेछ र गेटको बाहिरपट्टि चाहिँ आएर बाल्नुपर्ने रहेछ धुप, त्यसैले म बाहिर आएर भयो नि धुप बाल्छु। पशुपति गएपछि अब टिका पनि लाउनु त परिहाल्यो, त्यसैले म टिका लाउनु जान्छु। र त्यसपछि मेरो मोबाइलको चार्जरै बिग्रिन्छ र मैले दिउँसोतिरको भिडियो खिच्नु पाउँदिनँ। म चार्जर किन्नु जान्छु मोबाइलको र चार्जर किनेर आइसकेपछि चार्ज हाल्छु र भिडियो बनाउँदिनँ दिउँसोतिरको। म अब भिडियो त बनाउनु परिहाल्यो जसरी भए पनि, त्यसैले म राति भए पनि खाजा खान जान्छु र खाजा खाने बेला भयो नि म भिडियो चाहिँ बनाउँछु।